लामो कलेज त गएको मलाई क्लासमा कोही छैन माचिस ग्रुप कहिले मुझे म्युट राख्नु हुन्न एउटा ग्रुप म्युट राख्यो भने मेरो जस्तो हालत हुन्छ कलेज गए सिक्ने कोही छैन फर्किनु परेन एड्रेटले हाल्यो दिनै अन्धकार लाग्यो मलाई रातभरि अब गेम सिधै के सुत्नु चिस उठेर कलेज आयो सिक्ने कलेज कोही छैन एकदम मुझे गेम हारेर रिस उठ्यो अर्को यो मुझे कलेज कोही छैन अब रियल म्याड्रिडले हारिहाल्यो अन्त केही गर्न पनि मन छैन यार गर्न के लामो हिजो बेलुका निन्द्रा त लाग्यो त्यो आजको दिन अब लाउँदै जाने भयो कलेज गयो क्लास छैन अब के गर्ने चिया खाने म त चिया खाने ठाउँमा छु केटा चिया खाऊँ अब यस्तै छ अब चिया नि फेरि सादा खाँदैन नि दाहरूले मिल्क टी हान्ने हो मिल्क टी दुधको चिया भनेर ल भयो एउटा मौसम सुहाना छ पार्कमा बस्छ यार एकछिन होइन पार्कमा बस्छ आनन्दले चिसो हावा खाँदै शीतल के गर्नु पार्कमा आयो नि जोडी मात्र भेटिन्छ म बिजोडीलाई एकदम बिजोडी भयो यार जोडी नै भएन चिया खाने ठाउँमा गयो चिया खाने ठाउँमा जोडी फिल्म हेर्न गयो त्यहीँ जोडी कलेज गयो लामो त्यहीँ जोडी पार्क आयो चिलेमा त्यहाँ झन् जोडी नै जोडी हामी कहाँ जाने यार हेर्ने मात्र हामी चाहिँ अब यहीँ बस्छौँ यार पार्कमै अब नयाँ वर्ष हुनै नपाइकन पनौतीमा रियल म्याड्रिड हालेर पनौती लागिहाल्यो अब यो वर्ष कम ब्याक हुँदैन किनकि पनौती लागिसक्यो अब अर्को वर्ष ड्रप हानौँ अहिले आरामले बस्छौँ पार्कमा चिल हानेर बस्छौँ है अब अहिलेमा यहाँ हेऱ्यो मलाई सबजना आफ्नो काममा नि हेर कोहीमा अफिस गइरहेछ होइन कोही मलाई के काम होला कसको के टेन्सन होला आफूमा बेरोजगार समय हो क्या यो समय नि रमाइलो गर्ने हो क्या अब काम गरिसकेपछि यस्तरी कहाँ फोकाडा बस्न पाउँछ त मलाई मन लागेको ठाउँमा कहाँ घुम्न पाउँछ मैले अब यहाँ चिल हानेर बस्छौँ भने मलाई अफिस जाने टाइम हुन्छ अफिस जाने कि मलाई यहाँ चिल हानेर बस्ने चिया जाने कि अफिस जाने अब गएन भने कलेज जस्तो होइन लामो पैसा काटेर दिइदिन्छ होइन कलेज पो मैले 2-4 बेला यस्तो भएन भन्छ अफिसमा त के लौडा भन्नु लामो पैसा काटेर दिन्छ छैन स्यालेरी यतिको आयो बेरोजगार जिन्दगी छ पार्कमा आयो बस्यो होइन कलेज गयो क्लास छैन बेरोजगारमा सबले सोध्छ मलाई काम किन गर्दैनस् होइन काम छैन तेरो भन्छ अब मलाई काम गर्नलाई आफूलाई कन्फिडेन्ट पनि हुनु पऱ्यो नि होइन म यस्तो खालको मेरो सोचै यस्तो छ कि हुन्छ नि मैले अरू कसैको काम गर्थेँ भने त्यसको काम त भाँड भइलै हुन्छ क्या ध्वस्तै हुन्छ त्यो मान्छे डुब्छ जस्तो लाग्छ क्या पहिलेदेखि पनौती छु यार म साँच्चै होइन लास्ट पनौती छु त्योमा डुबाइदिन्छु क्या मैले अरू मान्छेलाई यार साँच्चै भन्नुपर्दा डुबाइदिन्छु यार मैले केही चिज ढङ्गले गरेँ होइन क्या त्यही भएर नि मलाई त यार कन्फिडेन्टै आउँदैन क्या अरूलाई काम गरायो अरूको काम गर्नलाई चारले मलाई भोलि नै लात हानेर अफिसबाट निकालिदिन्छ क्या त्यही भएर म गर्दैन क्या अहिले अब समयले पेलेसी गर्ने हो अहिले ठिक छ अहिले रमाउने हो अहिले आफ्नै पारामा हुन्छ नि मन लागेको चिज गर्ने हो होइन कसैलाई दुःख दिया होइन अब त्यही हो अनि चुतियै भइयो जिन्दगी अब यस्तै छ बिस्तारै बन्दै जान्छ जिन्दगी अहिले पार्कमा बसिरहेको छु कि त भरेमा हल्का मिलेनियर हुन्छ कि सोच्न पाइयो नि त सोच्न पाएन मलाई होइन आफ्नो सोच हो मलाई त यस्तै लाग्छ क्या अहिले रमाउने हो मलाई अहिलेमा चिज घोटेर काम छैन मलाई समय आएपछि घोट्ने हो क्या अहिलेमा चिलमा बसौँ न पछिमा चिलमा बस्ने पाइँदैन अहिले पो मम्मी बाबा कमाउँदैछन् होइन घरमा चलिरहेछ पछिमा अब एउटा सर्टेन एज भइसकेपछि यस्तो फ्रिडम कहाँ पाउँछ आउँदैन नि हुन त केही नगरिकन यस्तो आवारामा बस्यो नि होइन नि त कोसिस गरेर अब काम बनाए होइन नि त होइन
अनि त्यही भएर अहिले रमाउने हो क्या, पछिमा चाहेर पनि सक्दैनौ क्या तिमीहरू। अहिले मैले जसरी यहाँ टक्क आएँ, चिया खाएँ होइन, चिया पसला गयो, चिया खायो टक्क, अनि आयो पार्कमा, ल चिल हानेर बस्छु, चिसो हावा खाएर बस्छु होइन। अहिले त्यस्तो पाएँ नि त, पछि पाउँदैन भाइ। पछिमा चाहिँ घरबाट मम्मीको यो दबाई ल्या आउँदाखेरि हुन्छ नि, असाइनमेन्ट अफिसको हल्का एउटा फाइल बनाउनु पर्ने छ, यता पिपिटी होइन, त्यो होला बोसको कल आयो, मलाई अर्जेन्ट मिटिङ छ। त्यही भएर समय हुँदैखेरि उस गरौँ क्या, रमाउनु सिकौँ। समय गयो पछि त के हो कुलित। फेलियर होइन नर्मल हो क्या। के नर्मल होइन भन्दाखेरि चाहिँ त्यो फेलियरलाई एट्याच गरेर हिँड्नु नर्मल होइन क्या। त्यो लाज हुन्छ नि, त्यो लाज बोकेर हिँड्नु त्यो खत्तम चिज हो क्या। यसले भित्र मारिदिन्छ यार, मान्छेलाई भित्रैबाट मारिदिन्छ क्या। किनकि मलाई के सिकायो भन्दाखेरि फेललाई कसरी लुकाउने होइन, आफ्नो कमी कमजोरीलाई कसरी लुकाउने भनेर सिकायो क्या। अनि त्यो कारणले हामी अब त्यो नयाँ कुरा सिक्न चाहँदैनौँ होइन। त्यो सबभन्दा पेनफुल हो क्या। कसले बुझ्छ क्या होइन। तिमी यो फेल भयो भनेर सबले सोच्ने त्यही हो, राम्रोसँग कोसिस गरेन होइन, राम्रोसँग ट्राई नै गरेन, 100% दिएन। साला त्यो दिएको मान्छेले थाहा हुन्छ नि होइन कति दियो। त्यो मान्छे भित्र बितिरहेको क्या, जे बित्नु खाँदै साइको भइरहेको हुन्छ त्योमा। कसले बुझ्नु तर मैले सबमा चाहिँ पछाडिबाट लात हान्न मात्र खोज्छन्। राम्रोसँग गर्नु पऱ्यो नि, ध्यान दिनु पऱ्यो नि, यस्तो यताउता भनिदिने क्या। त्यो खत्तम छ क्या, त्यही चिज त्यही भएर हो क्या यो मान्छेहरू साइको हुने कारण। मेरो कुरा नि कसले बुझिदिन्छ र होइन, कसले बुझ्या र। अहिले पो म यहाँ ल भिडियो बनाएर हिँड्यो, रमाइलोमा बेरोजगारी, साला काम छैन साला। त्योभन्दा अगाडि हामीले कोसिस गरेर फेल भएको त्यो कसले बुझ्छ क्या होइन। कोसिसै नगरे होइन नि, भएन त के गर्नु, त्यो कसैले बुझ्दैन क्या। अब मैले अहिले भने नि हुन्छ नि जे पाइदिए भनिरह, सिम्प्याथी चाहिएर होला होइन, मान्छेहरू हुन्छ त्यो। अब त्यही हो क्या, अब कसले बुझ्नु क्या। त्यही भएर कसैलाई भन्न नि मन लाग्दैन क्या यस्तो कुराहरू हुन्छ नि, आफै भित्र राख्ने होइन। कहिलेकाहीँ त साइको हुन्छ क्या, रुनै मन लाग्छ यार। तर के गर्नु क्या सुनाउने कसलाई होइन। मैले नि यही अब मलाई मान्छे छैन, आयो मलाई बोलिदियो। अब मन त मेरो हल्का भयो नि कमसेकम होइन। म फेलियर हो तर मैले कोसिस गरेको क्या, कोसिस गरेरै फेल भयो, एचिभ पाएन। सायद 100 दिइनँ होला, तर मलाई त लाग्छ 100 दिएँ। के हो कसैले बुझ्दैन क्या। गाली गर्ने मात्रै छन् क्या यहाँ, सब गाली गर्छन्। त्यो भोग्या मान्छेलाई मात्रै महसुस भइरहेको हुन्छ क्या त्यो मान्छेलाई मात्र थाहा हुन्छ क्या के भइरह, त्यसको भित्र, त्यसको मनभित्र के चलिरह हुन्छ नि। मनको पीडा त्योमा दुःख पोख्न खोजिरहेको हुन्छ कसलाई पोख्नु त। मनभित्रै पहिरो लडिरहेको हुन्छ क्या त्यो मान्छेको। त्यस्तो हुन्छ क्या होइन। तिमीहरूले नि अब थाहा पायो होला नि, महसुस त भइहाल्छ नि, जसलाई नि हुन्छ क्या, सबैलाई हुन्छ। सायद भन्न मात्रै सक्दैनन् क्या कोही, भन्न नि कसलाई भन्ने हुन्छ नि। अब साथ दिने भन्दा नि 2-4वटामा ज्ञान पेलेर हिँडिदिन्छन् होला है, पुरै खतरा क्या। अब हुन्छ नि हल्का केही हुन्छ नि हौसला दिन्छ भने ज्ञान पेलेर हिँडिदिन्छ हौसलाको नाममा। खतरा लेक्चरै पेलेर हिँडिदिन्छन् त्यति मान्छेहरू। यो त आफ्नोसँग भनिदिन्छ मेरो नि यस्तो थियो, मैले यस्तो गरेँ भन्छ नि। डुब्ने मान्छेलाई सहारा चाहिन्छ क्या, स्विमिङ खेल्न सिकाउने होइन, त्यो बेला सहारा चाहिन्छ हुन्छ नि। हो मान्छेहरू त्यो बेला चाहिँ स्विमिङ खेल्न सिकाइदिन्छ क्या। त्यही भएर कसैलाई नसुनौँ। हो डिपो भयो है, हाँसो मजाकमै गएको थिएँ ठिक छ।
अब उठौँ घरतिर लागौँ यार होइन यस्तै छ जिन्दगी यस्तै छ जिन्दगी कहिलेकाहीँ दुखी हुने हो होइन तर दुखीभन्दा बढी खुसी हुनु पर्यो त्यही हो जिन्दगी भने यही त हो नि होइन अहिले म बेरोजगार छु भनेर म कति टेन्सन लिन्छन् होला मान्छेहरू होइन हुन्छ नि म चाहिँ पछि मैले काम गर्न थालेँ तिमीहरूलाई मैले यही दिन म चाहिँ यस्तो याद आउँछ नि मलाई ओ यार यस्तो नि दिन थियो यार यहाँ यस्तरी गइन्थ्यो म हावा तला हिँडिन्थ्यो मन लागेको ठाउँमा गइन्थ्यो म त्यही भएर म चाहिँ अहिले फोकटको टेन्सन नलियो म चाहिँ रमाउन सिक म चाहिँ अहिले टाइम हो पछि म चाहिँ जिन्दगीले पेल्न थालेपछि अनि याद हुन्छ मलाई होइन जे नि हुनसक्छ मलाई त्यही भएर टाइम अनुसार हिँड्नु पऱ्यो टाइम अगाडि होइन पछाडि होइन टाइम अनुसार क्या समयलाई यस्तो अँगालो हालेर क्या